चाहिँ अब अहिले गण्डकी मेडिकल कलेजमा चाहिँ चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी। मेरो नाम चाहिँ ऐश्वर्या पौडेल। आज हजुरहरूमा चाहिँ एउटा स्तन क्यान्सरबाट बाँच्नुभएको आमालाई लिएर आएको छु। अनि आज चाहिँ विशेष चाहिँ अब यो अक्टोबर महिना चाहिँ अब ब्रेस्ट क्यान्सर अवेरनेस मन्थ भनेर घोषणा भएको छ। त्यही भएर चाहिँ अब यो अवेरनेसको अब उहाँको जर्नी कस्तो छ भनेर चाहिँ अब यो ब्रेस्ट क्यान्सर सम्बन्धी अब उहाँको सर्भाइभ गर्दा कस्तो जर्नी छ भनेर चाहिँ म आज हजुरहरूलाई चाहिँ यहाँ उहाँसँग केही कुरा गर्न आएको छु। अब हजुरआमा कम्फर्टेबल हुनुहुन्छ नि मैले सोधेको जवाफ दिन? अनि ल आमा, हजुरको नाम के हो त नि? नामबाटै मेरो पार्वती भन्छ। अनि अहिले कति वर्षको हुनुभयो? 70 वर्ष। अनि त्यस पछाडि चाहिँ अब अनि हजुरको छोराछोरी चाहिँ कति नेता हुनुहुन्छ? एउटा छोरी, दुईटा छोरी। अनि त्यस पछाडि चाहिँ अब हजुरलाई चाहिँ अब यो स्तन क्यान्सरको बारेमा चाहिँ हजुरलाई भइसकेपछि थाहा भयो कि अब यो स्तन क्यान्सर हुनुभन्दा अगाडि नै स्तन क्यान्सर भन्ने रोग छ है भनेर थाहा थियो? त्यो हुने सुरुमा थाहा भयो। के अरे अब उत्योमा पानीको धारो थियो अनि एउटा बाल्टी लिएर पानी लिन जान्छु भन्दा पहिला मेरो यत्रो सानो मकैबाट जत्रो ऊ थियो यहाँ के फोका थियो, नसु खुम्चियो थियो। अनि पहिला अब कोही सोद्धाखेरि केही हुँदैन भने अनि त्यहाँबाट त्यो जरिँदै गयो। अनि म पातली थिएँ अनि त्यति मोटाउँदै गएँ क्या। अनि त्यो रोगले गर्दा मोटाउँदै गएँ। अनि त्यहाँबाट छाती अनि बढ्यो, कति मोटाक्यो भन्दै अनि त्यहाँबाट यत्रो हुँदा यहाँ त ज्वरो पलाउँदा अनि कहिले फेरि गाउँ केनीमा चिला कनाइ थिएँ। अनि त्यहाँ त ज्वरो पलाउँदै गयो, पानी लिन हिँडेँ कि त बाल्टीमा धारामा पानी लिन जान्ला कि। अनि त्यहाँ त तर पानी चुह्यो कि यहाँबाट पानी चुह्यो। अनि लाउनु पानी पोखियो अनि बाल्टी उडाल्नु छ, पानी चुह्यो काँटो चुह्यो भनेर हेर्दै अनि च्याप यस्तो मह जस्तो पानी च्याप्प लाग्यो, च्याप भयो। अनि यहाँ के भयो भनेर अनि त्यति हो। अनि हजुरबा भोटाइमा पढाउनु हुन्थ्यो। अनि मेरो छोरी दिदी नि भोटाइमा पढाउँथे। अनि त्यतिखेर भोलिपल्ट आएर अनि गण्डकी हस्पिटलमा गएर अनि त्यो चेक गरेर के लामो सुईले अनि त्यो पानी चाहिँ तानिदियो। तान्दाखेरि बिग्रेको पानी आएर अनि फेरि त्यो पानी उहाँ चेकअप गर्दाखेरि अब उहाँ चेक गरे अनि हो यो क्यान्सरको लक्षण हो भनेर अनि फेरि अर्को दिन गयौँ। अनि डाक्टरले हो यो क्यान्सर भनेर अनि त्यहाँ भर्ना हुने भनेर अनि अर्को दिन अनि गयौँ। अनि फेरि म एक्लै गएको थिएँ। अनि मलाई त भनेन अनि गएको दिदीले साथीलाई कसले भन्यो। अनि अर्को फेरि गाउँमा कसलाई लैथिएँ मलाई भनेन। अनि अरूबाट भएर अनि फेरि भर्ना हुने भनेर गएको थियौँ। 3 गते कति गते गर्ने भनेर गएको वैशाखको। अनि कति सालमा हो, कति वर्ष भयो जस्तो लाग्छ तपाईँलाई? अहिले 21-22 वर्ष भयो होला। कति सालमा अन्त 50 वर्षै भइसक्यो त्यतिखेर। अनि त्यति बेला हजुरलाई अब यस्तो स्तन क्यान्सर भनेर चाहिँ यता वरपर महिला स्वास्थ्य कर्मीबाट त्यस्तो केही जानकारी चाहिँ थिएन। अनि पानी तर चुह्यो गरे अनि त्यो गण्डकी हस्पिटलमा गण्डकी हस्पिटल भनेको त्यही पश्चिमाञ्चल त्यहीमा गयौँ। अनि त्यहाँबाट जोताउँदा हुँ गर्ने भनेको। अनि त्यहाँ फेरि भराउनु हुने भने चाहिँ अनि सोद्धाखेरि त्यहाँ अब कस्तो किसिमले अबर्सन गर्ने के उपचार गर्ने यो छातीको कसरी गर्ने भनेर डाक्टरहरू चाहिँ नर्सहरू सोद्धा अहिले बिग्रेको भाग झिक्छौँ नसके हामी भरतपुर पठाइदिन्छौँ भन्यो। अनि त्यहाँ त 2-3 ठाउँ गर्न भन्न भनेर अनि फेरि हामी भरतपुर गयौँ। अनि यहाँ त्यस्तो थाहा पाउनुभयो अनि गर्न चाहिँ भरतपुर नै जानु? गर्न चाहिँ भरतपुर अनि उयो गयो। अनि त्यहाँबाट यो के अरे ऊ चाँदिन्छ भनेर अनि त्यो डाक्टरले निमित्तै नै पाएको थियो। अनि त्यस पछाडि चाहिँ अब अनि हजुरले अनि त्यस पछाडि चाहिँ अब हजुरको स्तन नै काटियो होइन? अनि त्यस पछाडि किमोथेरापी गरियो। कति समयमा गर्नुभयो किमोथेरापी, रेडियोथेरापी? सेक्नलाई परेन। अनि त्यो किमोथेरापी 6 डोज।
अनि कस्तो अनुभव रह्यो तपाईँलाई त्यो उपचार गर्दाखेरि चाहिँ? त्योमा गर्दा अनि त्यो यति दबाई 30-35 हजार कति ल्याएर यति ल्याउने अनि उता कता लर यति बाचा अनि लर घोलेर 1/4 अमिलो जति बनाएको थिएँ अनि यहाँ सुई लगाइदिन्थेँ यहाँबाट। हजुर। अनि त्यो नसा पस्छ अरे, हजुर त्यो भित्र किरा मार्ने। हजुर हजुर। अनि त्यही 6 डोज लगाइयो। हजुर। अनि त्यहाँबाट त्यो लासे खाना मन नलाउने, उल्टी मात्रै हुने, वाक्कै त्यो के मिल्यो क्या। अनि यो टाउकोमा कपाल झर्ने, यो घुँडा जस्तै बस्यो कपाल झरेर अनि वाक आउने अनि केबल लाउने अनि भोलि यहाँ जाने अनि फर्किँदैन क्या। अनि त्यस पछाडि चाहिँ अनि हजुरलाई चाहिँ अब त्यति बेला बिमा गर्नुभएको थियो र हजुरले? गरेको थिएन। अनि अहिले त बिमा गर्ने फेरि हुने हुन्छ नि। अनि नेपाल सरकारबाट त्यस्तो सहयोग केही भएन, कहीँ गएन। अनि हजुरलाई चाहिँ अब यस्तो अब क्यान्सर अब स्तन क्यान्सर भएको भन्ने थाहा पाएपछि अब परिवारबाट त सहयोग नै मिल्यो होला होइन? परिवारले अब कस्तो खालको अब लाइक भावनात्मक सहयोग? यही घरबाटै गरियो सहयोग खोजेर, सहयोग कसैको भएन। हजुर। अनि त्यस पछाडि चाहिँ अब यस्तो सहयोग त पाउनु भएन है? अनि त्यस पछाडि अब सहयोग भएन। अब बुवाले ऋण धन हालेर खोजेर अनि त्यहाँबाट गरियो, पछि तिर्यो। अनि उही अस्पतालबाटै अनि अब त्यसपछि चाहिँ अनि हजुर चाहिँ अब त्यति बेला चाहिँ खानपिन चाहिँ कस्तो गर्नुहुन्थ्यो? स्तन क्यान्सर हुने बेलामा चाहिँ त्यो केमो चढाउँदा अनि त्यहाँबाट खाना केही रुटिन्थेन, गनाउँथ्यो। अनि यो अब चोखा तुरेर खाने गनाउने, अनि त्यो भात ओरेनी गनाउने, जेठो असारदेखि त केही खानु नलाउने, त्यो भात भनेपछि अन्न भनेपछि खाइएन। जेठ पैसा कहाँ कति गऱ्यो ट्याक्कै तिहार आयो कि कहिले यसो यति घिउसहरू कत्रै मात्रै पाएँ नि त्यो भात गनाएर। अनि त्यस पछाडि चाहिँ अनि अहिले नि अब त्यस्तो केही खानपिन त्यस्तो अब खान नहुने त्यस्तो भनेर डाक्टरले अब यो गरिसकेपछि त्यस्तो केही भन्नुभएको थियो? खान त केही भन्नु भएन, डाक्टरले केही भनेनन्। अनि मैले यो रुचे खाइयो क्या अरे। अनि खरै खरो हुने, खरै हुने, उही पानी नै आएर बगाउनु पर्छ पानी खाने क्या। अनि अब यस्तो अब हजुरलाई चाहिँ अब स्तन क्यान्सर देखा परिसकेपछि शारीरिक व्यायाम यस्तोमा केही संलग्न हुनुहुन्छ कि हुनुहुन्न? कतै गइएन। भन्नाले हल्का एक्सर्साइज गर्नुहुन्छ कि गर्नुहुन्न? यही भित्र बाहिर हिँड्ने। अनि अब यस्तो गर्नु त के मैले हल्लाएर थर गर्छ के। अनि तपाईँलाई अनि यो आत्मजाँच भनेर हुन्छ के अब स्तन क्यान्सर को सचेतना गराउनको लागि चाहिँ हामीले पनि सबै मान्छेलाई अब स्तन क्यान्सर सबैलाई हुन सक्ने भयो नि त, महिलाहरू सबैलाई हुन सक्ने भएकोले आत्मजाँच गर्नुपर्छ भनेर चाहिँ एउटा नियम हुन्छ। आत्मजाँच गरेपछि चाहिँ हामीले घरमै अब पत्ता लगाउन सक्छौँ कि अब हामीलाई स्तन क्यान्सरको लक्षण छ कि छैन भनेर। त्यस्तो बारेमा हजुरलाई के थाहा थियो र? त्यो भित्रभित्र आउने रोग हो अरे। ती डाक्टरहरूले नर्सहरूले यो रोग त थाहा पाइन्न, भित्रभित्र लाउने आमा तपाईँले तर थाहा पाउनु भन्थे। अनि त्यस पछाडि चाहिँ अब यो रोगबाट त हजुरले जित्नु भयो नि त। अब यो रोगबाट जित्दाखेरि चाहिँ हजुरलाई चाहिँ केले बढी सहयोग भयो जस्तो लाग्छ? अब परिवारबाट सहयोग भयो कि परिवारको समर्थनले सहयोग भयो कि अब हजुरको केही कुरामा धार्मिक मनमा विश्वास थियो त्यही भएर अब मैले यस्तो कारणले गर्दाखेरि रोगबाट जिते जस्तो लाग्छ कि अब डक्टरहरूको परामर्श यस्तो परामर्शहरूबाट जिते जस्तो लाग्छ कि केले गर्दा? जिते जस्तै लाउँछ, बाँचिएर जस्तो लाग्दैन, अब जिते जस्तो लाग्छ। अनि अब हजुरको अनुभव चाहिँ के रह्यो त अब यो रोगमा? अब रोग लाग्नुभन्दा अगाडि अनि त्यस पछाडि लाग्दाखेरि उपचारको क्रममा र अहिले कस्तो खालको अनुभव छ हजुरलाई चाहिँ यो रोगले? अनि त्यस पछाडि चाहिँ यो रोग लागिसकेपछि यस्तो हुँदो रहेछ भन्ने बेलामा के अनुभव केही छ र? यो अपरेसन गरे नि यस्तो गरे नि अनि कति 5-6 महिना 2 वर्ष त त्यतिकै बसेँ होइन। 2 वर्ष त केही गर्न सकियो बसेँ। खानाहरू भने अनि फेरि अब हिँड्ने डुल्ने त्यो सन्चोपछि खाना रुचेपछि हिँड्ने डुल्ने गरेँ।
अनि त्यो दबाई खाँदा 5 वर्ष खानुपर्छ दबाई भन्थे। अनि 5 वर्ष दबाई नि खाएँ, फेरि 5 वर्षपछि अनि फेरि एमा डल्लो उठ्यो। फेरि 5 वर्ष पुगेपछि चेकअप गर्न गएको, अनि भिडियो यहाँ गर्दाखेरि मैले दिएँ नि त्यहाँ। अनि सेता सेता डल्लो फेरि पारेको पनि फाल्नु पर्यो। अनि हजुरलाई चाहिँ अब यो स्तन क्यान्सर लागेर अब निको भइसकेपछि चाहिँ फेरि मलाई त्यस्तै हुने कि होइन भन्ने डर लाग्थ्यो कि लाग्थेन त्यति बेला? अहिले त्यतिखेरै त्यो अब के अरे गरेपछि पनि फेरि अब कहिले ग्याँटी हुने कहिले केही हुँदाहुँदै फेरि कहाँ सल्क्यो कहाँ के अरे कस्तो डर लाउँथ्यो। हजुर कति लाउनु अन्त अनि फेरि कता के अरे चाप दियो र त कि निड्यो कि फेरि हुन्न कि भने जस्तो लाउँथ्यो। अनि त्यतिखेर अब अपरेसन गरेपछि अनि अब खोक्दा अनि त्यो केमो चलाउँदा कहिले कहीँ अब खोक्दा रगत आउने क्या, त्यो रगत आउँदाखेरि फेरि सकियो। अब हुन्न उपचार उता धन पनि सकियो, उता उपचार गरेर पनि भएन भनेर त्यतिखेर डर लाउँथ्यो, अझै लाउँथ्यो। अनि तपाईँले चाहिँ अब यो भइसके पछाडि चाहिँ अब आफ्नो अब मनस्थिति नै अब अलि सानो हुन्छ नि त। अब मलाई यस्तो रोग लाग्यो भनेपछि त अलिकति गम्भीर भन्छ, त्यस्तो गर्दाखेरि तपाईँले अरूबाट केही मानसिक सहयोग लिनुभएको थियो र? त्यस्तो डक्टरहरूसँग सुझाव यस्तो उस्तो दिनुभएको थिएन? डाक्टरहरूले नर्सहरूले अब त्यो किरा मार्नु दबाई केमो खानु हो, अब तपाईँलाई केही हुन्न आमा, कि त अब भित्र त केही हुन्न, त्यो केमो भनेको त नसा हिँड्ने किरा मार्ने भन्थे। तपाईँलाई त बिहे आएन, अब केही हुन्न। 2-3 महिना जान्थ्यौँ के अरे, अचेल छोडियो। अनि खान त अब त्यहाँ नि फेरि दबाई खाँदा फेरि पाटे गरेर पनि डल्लो उठे, त्यो नि फाल्नु पर्यो। अनि हजुर चाहिँ अब यस्तो केही अब स्तन क्यान्सरबाट बाँचेका व्यक्तिहरूको समूहमा अहिले केही संलग्न हुनुहुन्छ र? केही छैन, छैन। त्यो आमा समूह भन्छन् त्यस्तो हो क्या, अरू कुरोमा छैन। स्तन क्यान्सर हुनेहरूले चाहिँ महिनामा 5,000 भत्ता पाउँछन् भन्छ के भन्छ त्यो भन्यो। त्यो फाइलै उहीँ हराइदिए। अहिले 5,000 पाउँछन् अरे के अरे फाइल भनेपछि यति नै हुन्छ त नि आमा। ल पठाएँ अब तिम्रो नम्बर